आज दिनभर धेरै तनाव लिए, धेरै सङ्घर्ष गरे, धेरै थाकेँ। तर जब म आँखा बन्द गर्छु, भगवानले मेरो मनको आवाज किन सुन्नुहुन्न? सुत्नु अघि यहाँहरूले यो एउटा मन्त्र जाप गरेर सुत्नुहोस्। यहाँहरूको जीवनमा साँच्चीकै कति परिवर्तन हुनेछ भन्ने कुरो आफै जान्नुहुनेछ। ताकि सुत्ने बेलामा यो मन्त्रहरू जाप गर्दाखेरि यहाँहरूको जीवनमा अत्यन्तै राम्रो प्रभाव पर्नेछ र यहाँहरूको जीवन यति शान्ति हुनेछ, यति शान्त हुनेछ कि यहाँहरू आफैले थाहा पाउनुहुनेछ। यहाँहरूले राति सुत्नुभन्दा अगाडि यस्ता चिजहरू मनमा नै सोच्नु भएको छ? के तपाईँले कहिल्यै यस्तो महसुस गर्नुभएको छ कि तपाईँ केवल धेरै शान्ति खोज्दै हुनुहुन्छ? कुनै समाधान, कुनै आशा, कुनै दिव्य सङ्केतले प्रतीक्षा गरिरहेको छ अथवा चाहिँ त्यो दिव्य सङ्केतको प्रतीक्षा गरिरहनु भएको छ। तर फेरि बिहान उठ्दा उही चिन्ता, उही तनाव, उही बोझ तपाईँका अगाडि उभिएका हुन्छन्। यस्तो किन हुन्छ? हामी प्रार्थना गर्छौँ, भगवानलाई सम्झिन्छौँ, मन्त्र जप्छौँ, तर कहिलेकाहीँ लाग्छ भगवानले सुन्नु भएन। र यहाँहरूलाई मैले आज यस्तो मन्त्र दिँदैछु ताकि यो मन्त्रले यहाँको जीवनमा शान्ति ल्याउनेछ। र यसको लागि चाहिँ रातको समय किन विशेष हुन्छ? धेरै मानिसहरू सोच्छन् कि रात केवल आराम गर्ने समय हो। तर आध्यात्मिक दृष्टिले हेर्दा रात त्यो समय हो जब मन सबैभन्दा बढी खुला हुन्छ, संवेदनशील हुन्छ र ग्रहणशील पनि हुन्छ। दिनभर बाहिरी संसारमा दौडिरहेको मन राति भित्र फर्कन थाल्छ। शरीर विश्राममा जान्छ, सासहरू बिस्तारै शान्त हुन थाल्छन् र अवचेतन मन सक्रिय हुन थाल्छ। र यही समय हो जब सकारात्मक विचार, प्रार्थना अथवा चाहिँ मन्त्रले मनको गहिरो प्रभाव पार्न सकिन्छ ताकि हाम्रो मनलाई एकाग्रतामा लैजान सकिन्छ। मानिसहरूको सबैभन्दा ठुलो गल्ती सुत्नु अघि धेरै मानिसहरू आफ्नो मनलाई चिन्ता, डर, क्रोध र दुःखले भरिएको अवस्थामा छोडिदिन्छन्। पीर लिन्छन्, पीर नलिनुहोस्। कसैले दिएको चोट सम्झन्छन्, कसैले गरेको अपमान सम्झन्छन्, भविष्यको चिन्ता गर्ने गर्दछन् अथवा त्यही अवस्थामै निदाउने गर्दछन्। जब अन्तिम विचार नकारात्मक हुन्छ, निन्द्राको ऊर्जा पनि त्यही दिशातर्फ जान्छ। त्यसैले सुत्नु अघि मनलाई हल्का बनाउनु अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। मन्त्रको वास्तविक अर्थ मन्त्र केवल शब्द होइन। मन्त्र मनलाई एकाग्र बनाउने माध्यम हो, मनको त्राण हो, मनलाई एउटा दिशा निर्देश गर्ने वस्तु हो अथवा चाहिँ सुरक्षा गर्ने एउटा कवच हो। जब एउटै पवित्र ध्वनिमा ध्यान केन्द्रित गरिन्छ, मनको जुन भड्काव कम हुन थाल्छ, श्वास शान्त हुन्छन्, विचारहरू बिस्तारै थामिन्छन् र भित्री शान्तिको अनुभव हुन थाल्छ। त्यसैले मन्त्रको शक्ति केवल शब्दमा होइन, यसलाई जप्ने भाव, श्रद्धा र एकाग्रतामा हुन्छ। सुत्नु अघि कसरी तयार हुने, कसरी तयार गर्ने त? ओछ्यानमा सुतेपछि केही क्षण आँखा बन्द गर्ने। हजुरले बन्द गर्नुहोस्। दिनभरका चिन्ता, क्रोध र दुःखलाई बिस्तारै छोड्ने प्रयास गर्नुहोस्। मनमा नै भन्नुहोस्, आजको दिन समाप्त भयो, जे भयो त्यो परमात्मालाई समर्पित गर्दछु। त्यसपछि आफ्नो जुन श्वासमा ध्यान केन्द्रित गर्नुहोस् अथवा चाहिँ श्वासलाई ध्यान दिनुहोस्। बिस्तारै श्वास लिनुहोस्, बिस्तारै छोड्नुहोस्। जब मन केही शान्त हुन्छ तब मन्त्र जप सुरु गर्नुहोस्। धेरै आध्यात्मिक परम्पराहरूमा सुत्नु अघि सरल र शान्त मन्त्र जप्नका लागि कस्ता मन्त्र सिफारिस गरिएका छन् त? ओम परमात्मने नमः भन्ने मन्त्र छ, अथवा म परमात्मालाई नमस्कार गर्दछु भन्ने मन्त्र छ। यो मन्त्रको उद्देश्य कुनै चमत्कार गराउनु होइन,
बरु मनलाई समर्पण, शान्ति र विश्वासको भावमा ल्याउनु हो। यसलाई बिस्तारै श्वाससँग मिलाएर, श्वास प्रश्वाससँग मिलाएर यहाँहरूले जप्न सुरु गर्नुहोस्। ओम परमात्मने नमः, ओम परमात्मने नमः, ओम परमात्मने नमः, ओम परमात्मने नमः। राति सुत्नु अघि सबैभन्दा ठुलो आवश्यकता कुनै चमत्कार होइन, सबैभन्दा ठुलो आवश्यकता मनको शान्ति हो। जब मन शान्त हुन्छ, निर्णय स्पष्ट हुन्छ। जब मन हल्का हुन्छ, निन्द्रा गहिरो हुन्छ। जब निन्द्रा गहिरो हुन्छ, जीवनमा नयाँ ऊर्जा आउँछ। त्यसैले आज राति सुत्नु अघि केही क्षण आफ्नो लागि निकाल्नुहोस्। आजैदेखि निकाल्नुहोस्। चिन्तालाई छोड्नुहोस्। कृतज्ञता महसुस गर्नुहोस्। शान्त भावले मन्त्र जप गर्दै निन्द्रामा प्रवेश गर्नुहोस्। सायद तपाईले खोजिरहनु भएको शान्ति बाहिर होइन, तपाईको आफ्नै भित्री संसारमा लुकेको छ। त्यसैले निन्द्रालाई ध्यान दिनुहोस्, ताकि यो कुनै पनि मन्त्रलाई चमत्कार गराउने अथवा चाहिँ जे चाह्यो त्यही दिने निश्चित उपायको रूपमा होइन। यहाँहरूले मानसिक शान्ति, ध्यान र आध्यात्मिक अभ्यासको रूपमा यो मन्त्रलाई लिनुहोस्। त्यसैले यहाँहरूको रात्रि जुन सपना छ त्यो अत्यन्तै सुखमय होस्। सुख होस्, निन्द्रा शान्त होस्। शुभरात्रि भन्दै आजको यो बसाइबाट म बिदा लिन चाहन्छु। र यो बसाइ यहाँहरूलाई यो भिडियो कस्तो लाग्छ, यहाँहरूलाई यदि राम्रो लाग्छ भने यो भिडियोलाई यहाँहरूले चाहिँ एक लाइक गर्नु र यदि जिज्ञासा छ भने कमेन्ट गर्नु र धेरैभन्दा धेरै साथीहरूमाझ यसलाई सेयर गरिदिनु हुन अनुरोध गर्दै आजको बसाइबाट बिदा लिन चाहन्छु। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्ति मा कश्चित् दुःखभाग् भवेत्। धन्यवाद।